ल केटा हो अब हामी चाहिँ दाइको के अरे घरबाट चङ्गाको कलेक्सनको भिडियो बनाएर हिँड्यो हामी। हावा बवाल भइरहेछ बस्दै गाह्रो छ यार म ब्लगरलाई स्याउ अब एउटा ल्याएको छु दाइको घरबाट। ओ यहाँ त छिडो यहाँ त कहाँबाट बस्ने हो बल्ल बल्ल गाडी दुईटा दाइले झन्डै तल छोडिदियो यार छैन झन्डै होइन ब्याङ्कले गरेछ मलाई झन्डै छैन ठोकेको त्यहाँ ग्याप थियो कि यसलाई छोडिदिएको यार डेभिडलाई तेरो बिल आउँछ गाडी बाइकमै जानु मन थियो जानु चाहिँ उसैले तिर्छ दाइको इभी छ हामीलाई के को डर छ होइन केटा यो वाला ग्यास स्क्याम वाला के छ त्यो होइन यता चाहिँ सेल्फी जस्तो कि ए ल केटा हो अब के हो यस्तो ल अब चाहिँ बल्ल हामी चलाउनु पाइरहेछौँ है टु बिजी विथ द बिजनेस पनि है चङ्गा बेचेर मात्र भएन अरू पनि काम गर्नु पऱ्यो चङ्गा उडाएर मात्रै भएन सो वी आर बिन डेडिकेटिङ स्याटरडे एज अ काइट फ्लाइङ डे तर एभ्री स्याटरडे पनि हामीले खै उडाउन पाउला जस्तो छैन तर वाइल्ड उडाउनुपर्छ। अब हामी खास लास्ट हामी 4-5 वर्षै भइसक्यो हामी विन्टरमा चङ्गा उडाउँछौँ हामीले चाहिँ तिहारपछि त्यो बेलामा चाहिँ कन्सिस्टेन्ट विन्ड स्पिड र तपाईँको घाम ताप्दै चलाउनु चाहिँ दामी मजा आउँछ त्यही बेला नै हामीले स्किलहरू डेभलप गर्छ है खासमा मोबाइल नझारे दुलाल के हो त आज दुलाल शान्त छ मेरो कलेक्सन देखेर सेन्टी होइन आज म दाइ कसरी काट्ने भनेर सोचिरहेको छु कि दाइ पुरै माइन्ड मेकअप भइरहेको छ मेरो आज यहाँ कसरी चेट हुन्छ सब भिडियोमा देखाउने छौँ हामी कसरी चेट हुन्छ हजुर हजुर निरजी हजुर ल अब हामी चाहिँ के भन्छ यतै वाइट गुम्बाकै नजिकै बस्ने हो सिधा पाइलामै सो अति सजिलो छ यो लोकेसन ल वाइट गुम्बा यहाँबाट माथितिर लाग्ने हो सँगै उडाउनु नपाउने घरबाट उडाउनु कोही पनि उडाउँदैन सबैजना एकै ठाउँमा एकीकृत उडाउँछ फाइनली खुल्यो यो गाडीले फाइनली वाइट गुम्बा नि पुग्यो केटा हो ल अब हामी ठ्याक्कै वाइट गुम्बा आइपुग्यौँ अब चाहिँ भयो ल बल्ल भयो यहाँनिर दाइले नछोड्नु फाइनली भयो ल अब हामी वाकिङ दुईटा दाजुभाइ अहिले लागिसक्यो हतार हतार गाई चाहिँ यस्तो हावा चलिरहेको पुरै वाइट गुम्बामा पुरै आएको छ पुरै सँगै अड्क्यो पुरै कोही पनि हालेन आज त फर्स्टमै हामी नै भयौँ जस्तो छ जे सुगम टेपिङ गर्दैछ पुरै टेपिङ चाहिँ गर्नै पर्छ केटाहरू दाइ चाहिँ त्यहाँ हातले उडाउँदै हुनुहुन्छ बटन अरू 4 चाहिँ छ ठाउँ दाइको चङ्गा उड्यो यहाँ सुगम उडाउनु भइरहेको दाइको अघिनेको कलेक्सनमा देखाउनु भएको चङ्गाहरू डेन्जर छ चङ्गाहरू शुभम जी वर्सेस विकल जी
यो हावा त बाफरे हेर्नुहोस् न यहाँ कटन भर्सेस सिलिकन यहाँनिर विकलजी कटनमा हुनुहुन्छ सुगमजी सिलिकनमा ल निलो चङ्गा सुगमजीको ल केटाहरूले हो दाइले हातले उडाइराख्नु भए सत्य पनि छैन हातै काट्ला यसो ल केटा हो रेडी हो ल माथिबाट विकल दाइको चङ्गा यो तलबाट सुगमको चङ्गा केटाहरूले के गर्ने हो विकल दाइको चङ्गा राइटबाट लेफ्टतिर सुगमको राइट के लेफ्टबाट राइटतिर ल ल भित्र छिराइरहने केटाहरूले दुइटैले ल डेन्जर सिलिकनले हान्नुभयो दाइले डेन्जर ल मुसे भाइ चेड भन्दैछ सिलिकनवाला यस्तो छ है ल उडाइसकेको छ अघि मैले उडाएको चाहिँ दाइले चेड पारिदिनु भयो बवाल गद्दा हानेर अब दाइ भर्सेस फेरि डेभिडसँग गइरहेको छ अब कसले काट्छ हेर्नुपर्छ हामी दाइले चाहिँ मलाई एकदमै मिठो काटिदिनु भएको छ गद्दा हानेर बवाले लगायो अन्त उता सिलिकन उडाइरहेको दाइले कटन उडाइरहेको त दाइले काटिदिनु भयो मलाई चाहिँ बवाले दाइ तल छिरिसन भयो डेभिड पनि गइसक्यो दाइको चङ्गा अलिकति मुद्दा मिलेन दाइले थपिदिएर काटिदिनु भयो जस्तो छ खोइ दाइ मैले चाहिँ अब चङ्गा परेको नपरेको छोड्न सकिनँ भिडियो बनाएर होला दाइको चेड भयो दाइले धागो छोड्न मिलेन दाइको यस्तो भएर धागो छोड्नै मिलेन दाइको त्यही भएर चेड भयो यहाँनिर सुगमले असिस्ट गर्दै दाइले पार्दै हातले उडाउँदै हाम्रो मुसे भाइको सँगै यो दाइको सँग माथि मलाई सिधा कता हानेर छन् है त्यो पनि राख दाइ भाइको सँग यहाँबाट छ दाइको सँग माथिबाट ए दाइकै गयो जस्तो ल सिलिकन भर्सेस कटन मैले फेरि छोडे दाइले हातले यहाँ दुईटा काटिसक्नु भयो एउटा चाहिँ मैले नै काटेको मैले काटेँ है फेरि उडाउनु जान्छ हाम्रो निरज दाइ चाहिँ निरज दाइ हलो भनिदिनु हलो भनिदिनु दाइले चाहिँ बबाले उडाइसक्नु भयो यो चाहिँ हाम्रो आर्यमन उस्तादको चङ्गा हो हाम्रो निरज दाइको चङ्गा हो आइसक्यो है केटाहरू यहाँ फाइट पर्न लागिसक्यो अलरेडी मिस भयो हल्काले मिस भयो छैन भने पर्न लागिसकेको छ यो मैले भिडियो खिचेको चाहिँ 3 मिनट भइसक्यो तर छिटै भएको छैन केटाहरूले के गरे हो दाइले थप्पी स्टाइलमा काटिरहनु भएको छ दाइको सुन्न सक्नुहुन्छ थ्यार गर्दै यो चाहिँ थप्की स्टाइल भन्छ निरज दाइको चाहिँ तल गइसकेको छ निरज दाइको चेट हुन्छ भन्ने हामी आशा गर्छौँ
चेट भयो नि दाइको फाइनली भयो हो र हामी सँगै देख्न सकेको छैन नि त चेट भयो चुट बिगल दाइले चेट पारिसक्नु बिगल दाइ कस्तो लाग्यो त तपाईँलाई यो चेट पारेर बाबा लाग्यो दाइ यहाँ हाम्रो भ्युअरहरू पनि हुनुहुन्छ बिगल दाइले एकदमै खतरा थप्की स्टाइलमा काटिसन भएको छ हजुर डेभिडले चङ्गा उडाइसकेको छ यहाँबाट डेभिडको चाहिँ चेट भएको थिएन अहिले मुसेलाई दियो त्यसले चेट पार्नलाई अब फेरि बिगल दाइ र हाम्रो यहाँ मेरो अहिले पर्दैन म धेरै पारा बिगल दाइ बेरिरहनु भएको छ डेभिड र यता माथिबाट को पर्न लागिरहेको छ माथिबाट एउटा ब्रोली उडाइरहेको भएको छ यता टक्क लगाएर यहाँनिर कर्म पर्ने छ यस्तो पाएको यार यसले काट्न एकदमै राम्रो चेट पार्दैछ डेभिडले उस्ताद कटाइ डेभिड फेरि पर्न गइरहेको छ उताबाट डरायो भनेर आइसकेको छ धम्की बिगल दाइलाई बिगल दाइ पनि म डराउँदिनँ भनेर यहाँ अट्याक गर्छु भन्दै हुनुहुन्छ बिगल दाइको तल कालो चङ्गा हो भने माथि उता दारीवाल सेतो रातो दारीवाल डेभिडको भइहाल्यो अब यहाँ धम्की चाहिँ आएको छ है केटाहरू धम्कीलाई काट्नै पर्ने हुन्छ बिगल दाइले हाम्रो बिगल दाइले सोरिसक्नु भएको छ नसोर्नु दाइ नसोर्नु कन्टिन्यू दाइले कन्टिन्यू सोर्नु भएको छ त्यो चाहिँ गलत हो एकदमै पछाडिबाट निरज हाम्रो थर्ड पार्टी भन्दै हुनुहुन्छ दाइको यहाँ धागो रोकेको छ त्यही अनुसार चेट हुन्छ जस्तो छ दाइको दुईचोटि धागो रोकेर अघि नै धागो रोकेर चेट भएको थियो के भयो धागो रोक्यो दाइको धागो रोकेर चेट भयो फेरि पनि दाइको फेरि धागो रोकेर चेट भयो न त दाइले लास्टै राम्रो उडाइरहनु भएको थियो दाइ सो स्याड भयो नि त दाइ दाइ र हाम्रो राज दाइ र डेभिडको अब यहाँ टक्कर हुन लागेको छ राज दाइ डेभिडको हैन हो अर्कै हो सिले यस मेरो भाइ दाइ कस्तो लागिरहेको छ तपाईँलाई ए कडा छ कडा छ नि दाइ हावा कस्तो लागिरहेको छ तपाईँलाई ए हावा त आज पुरै नभएर बबाल छ हो दाइ कुन उडाइरहनु भयो यो 9 गड दाइ कसको आजम खान आजम खानको 9 गड ल दाइको अब दाइको चाहिँ अब दाइको ऊ हेरौँ हाम्रो पतङबाज कस्तो हुन्छ त दाइको आज अब हाम्रो डेभिड यहाँ बिचमा छ हैन दाइले यहाँ सोच्दै हुनुहुन्छ कताबाट कसरी काट्ने भनेर ए भर्सेस तल पर्न लागिरहेको छ उता मुसे आइज ल दाइले उता माथिबाट सिलिकन उडाइरहनु भएको छ दाइले 9 गड उडाइरहनु भएको छ माथि तपाईँको हो र हैन मैले नाइलन भन्दा नि नाइलन पनि हुनसक्छ नाइलन सिलिकन तर कटन चाहिँ स्योरै होइन यो मुभ थाहा छ नि त्यसो के गर्ने को यो हैन त्यो के गर्नुपर्ने थाहा छ नि राजालाई थाहा हुँदैन दाइ तर आज बेर्न चाहिँ गाह्रो छ क्या बेड भएन नि ओए काट्दिन चेट दाइले दाइको ट्रिकै हामीले बुझेको छैनौँ दाइ ल दाइ कस्तो कटाइ लाग्यो त तपाईँलाई राज दाइ दाइ उता जानु पारिहाल्यो दाइ भन्नु त कस्तो लाग्यो ए वान यार तर हावा बेर्न चाहिँ साह्रै गाह्रो छ ल बिगल दाइ भनिदिनु त कस्तो लाग्यो तपाईँलाई त्यो पेज बवाल हो बाबा लाग्यो दाइ उस्ताद हो नि त दाइ के आइरहेको नदेखाने खाएको चिज बल यता हाम्रो ब्रोले कतिवटा काट्यो अरे 18वटा कुन धागोले काट्यो थन्डरस्ट्रक रिभ्यू पनि तपाईँ लाइभ सुनिसक्नुभयो रिभ्यूहरू पनि यो माथिको ब्रोसँग पर्न लागिरहेको छ यता हाम्रो डेभिड पनि उडाइरहेको छ मुसीले कसरी चेट पार्यो रे तिनवटा के हो यता अनि ठिक छ ल खुसी भएर बसिरहेको छ दाइले फिटिसन भएको थियो टाउकोलाई तर अलिकति मिलेन त्यो दाइ दिदी माथि नजानु यहाँ तलकोलाई हान्ने हाम्रो डिसिजन भएको छ एकदमै दाइको गुड डिसिजन हो जस्तो लाग्यो तल हान्नेलाई दाइले हानिसक्नु भएको छ केटाहरू लभली चेट दाइ कस्तो लाग्यो तपाईँलाई कहाँनिर कहाँ दाइ कहाँनिर काट्यो दाइको यहाँ नङ काटिसकेको छ पार्दा पार्दा बिगल दाइ भर्सेस यहाँ हाम्रो निरज दाइ पर्दा दाइ तपाईँको कटाइ कस्तो लाग्यो त सही हो होइन दाइ तपाईँ के उडाएर भनिदिनु ल जनताहरूलाई 1 2 3
1 2 3 यो कहाँबाट किन्नु भएको दाइ यो लट्टे कस्तो राम्रो रहेछ दाइ यो मैले काइसनेबरबाट किनेको हो त्यही भएर त राम्रो रहेछ दाइ यार है इनफ्याक्ट धागो पनि त्यहीबाट ल्याएको हो इद्रुस एमत्र 1 2 3 तर काइस नेपालकै ओनरले चेट पारिदिनु भएको छ हैन त हो उहाँले चेट पारेन नि त कसले पार्दैन दाइ तपाईलाई नराम धाग दिएर दाइले राम धाग उडाउनु भयो कि होला कि के त होइन होइन यो मैले अहिलेसम्म सबै सिलिकन काटिरहेको यसैले हो दाइलाई फेरि दाइले बवाल धाग उडाउनु भयो कि के त उहाँले त चान्चुन धागो त किन उडाउला दाइ तपाईले कुन धाग उडा भनिदिनु पर्यो चान्चुन हैन डेभिड ल लुक सर छोड भाइ छोड बवाल क्रस परेको छ डेभिड र उसको कसको चेट हुन्छ होला हेरौँ त्यो सरकै झड्काले जस्तो गरे डेभिडको चेट भयो कस्तो क्रस हान्न नि नगायो त्यो राम्रो हानेछ डेभिडले तर यो चाहिँ हाम्रो नुर आलम हो एकदमै बवाल चङ्गा हाम्रो राजाले उडाउनु लानु भएको छ राजदाई पनि बवाल मान्छे भएर बवाल चङ्गा मात्रै उडाउनुहुन्छ यता हाम्रो दाइ चाहिँ यो चङ्गा उडाउने होइन कलेक्सन राख्ने भन्दै हुनुहुन्छ के गरी बनायो त्यही भने यस्तो महँगो चाहिँ नुर आलम उडाइरहनु भएको छ अघि हामीले देखाएको चङ्गा हो यो चाहिँ बवालले उड्छ यो चङ्गा राजदाई बवाल भएपछि दाइले बवाल चङ्गा उडाउनु यस्तो बवाल भ्युज आएको छ राजदाईको कुरै नगरौँ न ल यहाँ दुलाल बाबु पार्दैछ यता राइटको चङ्गा तलबाट सुगमको उताबाट अपोनेन्टको लेफ्ट म छिया मात्रै हो ए यसो चङ्गै यता घुमिरा झोलिदिइसक्यो मलाई पाइसकेको यसको घुमेको घुमेन नि त दाइ ल्या न अब ब्रेक हो ल्या राजदालाई नि हतार भइसक्यो है पिउन होइन छैन छैन ल खाएको देख्नु भएन त म खान्छु म उडाउँछु भिडियो लगा ए ड्याम के हो यस्तो अब हामी ब्रेक हाम्रो एकछिन अब हामी खानपिन गरेर भन्दै थियो दाइले खाइसक्नु भयो खानपिन गरेर अब हामी भेट्छौँ फेरि अलिअलि उडिरहेको छ भने सँग खोइ ए एउटा निलो मात्रै उडिरहेको माथि छन् केटाहरू विकल दाइले उडाउनु भइसक्यो केही पनि बिना गरिरहेको छ नि दाइले सँग उडाउनु ल ल यहीँबाट पार्छ म तल जान्छु यस्तो गर्दा यही छुन्छ कि यस्तो भइहाल्छ त्यसको पाल त मेरो बरु आजकल कम हुँदैन आजकल त्यो चाहिँ अचम्म भएको छ होइन नङ फुट्नु चाहिँ पहिलादेखि होइन विकल दाइले बेर्नु भइसक्यो सही पाडामा चेट विकल दाइले 12 वर्षसम्म त कका हाल्दा 2 वर्षसम्म अगाडि टिभी हुन्छ कका हुन्छ एभ्री टाइम मम्मीहरू निलो सादा उडाइसक्यो यहाँ धागो पर्यो जस्तो
पढ्यो सँग पढ्यो सँग भइरहेको छैन जस्तो त भाइ के गरिदिनु भएको यहाँ निरज दाइ रुन मात्रै सकेको छैन निरजी पनि लास्टै के मान्छे निरज दाइ रुन मात्रै नसक्यो भाइ पर्छ है कहाँ छ चङ्गै देखाएको छैन आफूले त Raza on fire. So. Razda is start on fire. दुलालको रातो चङ्गा देखेको होइन मैले त आँखाबाट कहाँ छ ए यता रहेछ आयो सय ल दुलाल इन ब्याक इन एक्सन ल बल्ल दुलालको यहाँ हेर्नु हाँसो उहाँको दुलाल एन्ड मुसु on fire. Oh god. फेरि पान ल चिराको छ कि छैन थाहा छैन दुलाल इन एक्सन फेरि रेडसँग दुलालको and then oh my god where is it Dulal versus Dariwal red छ सोल्टीले सही ल दुलाल मक्ख छ आज उहाँको फेस कर्मा नै भगाल्यो lovely so alright guys so we are ending up the vlog so we are going for dinner and as a हो रात सादा आउँदैछ ठीक छ त्यो पछि नै हेरौँला अति बबाले चङ्गा काटेछ हातले पनि सिलिकनलाई मैले 9 तारको सिल्क भेलभेट चङ्गा उडाएको थिएँ के अरे धागो उडाएको थिएँ अति बल काटेछ सो देयर आर सो मेनी टेक्निक्सहरू हामी अझै फिगर आउटहरू गर्दैछौँ र सिलिकनलाई कटनले बबाल काट्यो गाइज आज वाइट गुम्बामा छौँ हामी धेरै प्लेयर त छैन तर
लिमिटेड पिरियडमा उडाइरहेको छौँ रमाइलो भइरहेछ है अलराइट सो हामी चाँडो घर जानुपर्ने भयो सो फेरि विल ह्याभिङ डिनर अनि एकछिनमा कतै त्यतातिर फेरि इन्फर्मेसनहरू सेयर गरौँ थ्याङ्क यू भेरी